दाल भात 24 आवर पावर। हाई गाइस, सो मसँग छ आज चाहिँ मेरो खाना सेट के छ म भन्छु ल। मसँग छ राइस, त्यसपछि चाहिँ आलु दाल, अनि त्यसपछि भुटेको आलु, अनि सेमी आलु, त्यसपछि बन्दाको तरकारी, अनि एउटा चाहिँ चिकनसँग चाहिँ छ चटनी पनि छ। ये सो अब खाम ल। सो मलाई एकदम नै भोक लागिरहेको छ, अब म चाहिँ खान्छु। ह्यान्ड्स आर क्लिन हैन, अब म चाहिँ खान्छु हैन। सो तपाईहरु पनि घरमै मिठो मिठो बनाएर खानु होला। यस्तो मिठो भयो बब्बाल। सो आफ्टर अ लङ टाइम मैले चाहिँ भेराइटिज अफ फुड चाहिँ खाएको, यस्तो मिठो भयो। आई थट लाइक म चाहिँ जङ्क फुड काइन्ड अफ पर्सन जस्तो लाग्थ्यो, तर म चाहिँ जङ्क फुड भन्दा नि मलाई राइस नै मनपर्ने रहेछ कि। नेपाली हो नि त, नेपाली भइसकेपछि भात खानै पर्छ। दाल भात 24 आवर पावर। होममेड फुड इज लभ गाइज, होममेड फुड। सो भरसक चाहिँ हजुरहरू पनि घरमै बनाएर डिफ्रेन्ट भेराइटिज अफ तरकारी के खान मन लाग्छ तर घरमै बनाउन ट्राई गर्नु, काम पनि सिकिन्छ। बाई। भुटेको आलु इज माई फेभरेट कि। खाना चाहिँ सकियो, बाई। यदि तपाईहरुलाई चाहिँ यस्तो भिडियो मनपर्छ भने चाहिँ म अझै पनि मुकबाङ भिडियो जस्तो ल्याउँछु। थ्याङ्क यू।